आउनुहोस् मसँगै जाम हामी सबैजना दक्षिण काली माताको दर्शन गर्न। हेलो साथीहरू, ढिलोसम्म सुत्ने बानी म जस्तो थियो सुतेको सुते ल्याउनु भयो मम्मीले, अनि लुगाहरू चेन्ज गरिदिने रोटी खुवाइदिने सबै गाडीमा गर्न गए। म यसरी लजाइ पनि राख्छु, खुसीबाट हाँसी पनि राख्छु, किनभने मैले आज्ञालाई भेटिरहेको थिएँ। गाडीमा रमाइलो गफ गरेपछि हामी एकैछिनमा पुग्यौँ दक्षिण काली। अनि त्यहाँ जान बित्तिकै हामीलाई त्यो फुल बेच्ने प्रसादहरू बेच्ने अङ्कलहरूले बोलाएर यहाँ आउनु भनिराख्नु थियो। हामीले त्यहाँबाट अलिअलि सामान लिएर दक्षिण काली मन्दिर प्रवेशद्वारबाट हामी प्रवेश गऱ्यौँ। भित्र जान बित्तिकै यस्तो आनन्द लाग्यो मलाई, हजुरहरूलाई थाहा नै छ मलाई मन्दिर भनेपछि कति मनपर्छ भनेर। भित्र गएर पूजाआजा गऱ्यौँ, त्यहाँ चाहिँ भिडियो बनाउनु नपाउने रहेछ, त्यही भएर हामी फोन झिकेनौँ। अनि बाहिर आएर पनि हामीहरूले सहरी बत्ती धुपबत्तीहरू बाल्यौँ मजाले। अनि मलाई चाहिँ यति बेला अझसम्म निद्रा लागिरहेको थियो कि, अनि म के गर्ने भइरहेको थियो। मम्मीले चाहिँ मलाई सिकाइराख्नु भएको थियो के गर्ने भनेर। भित्र दक्षिण काली माताको चाहिँ मजाले पूजा गरेर हामी यहाँ अगरबत्ती बालाइरहेको थियौँ। अनि त्यसपछि मेरो बाबाले नरिवल फुटाउनु भयो। अनि हामी एकछिन मन्दिरतिर यसो घुम्न थाल्यौँ होइन। जता गयो घन्टीको आवाज मलाई आनन्द आइरहेको थियो। पछि मैले यहाँ चरा देखेँ, परिवार देखेँ। अनि म एकछिन त्यहाँ रमाएँ। अनि भजन बजेको सुन्यो कि, अनि डान्स त गर्नु पर्यो। एकछिन नानीमा डान्स गरेँ साथीहरू। यति बेला मात्र अब मलाई घुमनिद्रा पुगे जस्तो भएर बल्ल इन्जोय गरिरहेको थिएँ साथीहरू। यहाँ मैले देखेँ खोला देखिसकेपछि म त्यहाँभित्र नपस्ने कुरा त भएन। अनि मजाले सुरत माथि सारेर म गएँ खोलामा। त्यहाँ मजाले सबै ढुङ्गाले घर बनाइराख्नु भएको रहेछ। मैले पहिला त्यो घर बनाएँ बाबासँग मिलेर, पछि त्यो घर सबै भत्काइदिएँ। मलाई थाहा छैन किन हो, मलाई त्यही गर्न रमाइलो लागिरहेको थियो। यहाँ गइसकेपछि चाहिँ मलाई फर्किने मन थिएन साथीहरू। मजाले आधा घन्टा जति इन्जोय गरेँ एक पानीमा खोलामा। पछि मेरो मम्मी पनि आएर जोइन गर्नुभयो मलाई। अनि हामी सबैजना मिलेर यहाँ इन्जोय गऱ्यौँ। अनि एकछिन पछि हामी सबैजना ल अब घर फर्किने भनेर फर्किन थाल्यो। फर्किँदा चाहिँ जुत्ता लाएर हामीले यो दानपेटीमा सबैले पैसा राख्यो होइन। एकछिनसम्म चाहिँ हामी त्यही खोला हेरेर बस्यौँ। यस्तो मजाको घन्टीको आवाजहरू, खोलाको आवाजहरू, चराचुरुङ्गीको आवाजहरू, कस्तो रमाइलो भइरहेको थियो कि कस्तो भोक लागे जस्तो भएर। अनि हामी एउटा होटलमा गयौँ होइन। अनि त्यहाँ होटलमा चाहिँ कस्तो राम्रो पपी रहेछ कि, क्युट पपी। एकछिन त्योसँग खेल्यौँ। अनि हामी खाजासाजा खाएर हामी घर फर्क्यौँ साथीहरू। घर फर्किँदा चाहिँ मैले बाबाले एउटा टोय किन्न पठाएँ। अनि रमाइलो गफ गर्दै हामी घर फर्क्यौँ साथीहरू। थ्याङ्क यू सो मच फर वाचिङ।